यो चाहिँ क्लास 10 को नेपाल गभर्मेन्टको बुकको सल्युसन हो है त। ल यो चाहिँ क्वेसन नम्बर 9 के भनेको छ भने 300 जना प्लेयरको सर्वेमा चाहिँ 1/3ले चाहिँ भलिबल मात्रै मन पराए अरे 60% अफ रिमेनिङ प्लेयर, अब त्यो बाँकी रहेको प्लेयरको 60%ले चाहिँ फुटबल मात्रै मन पराए अरे अनि 60 जनाले केही पनि मन पराएनन् रे। अब हामीलाई चाहिँ रेसियो निकाल्ने भनेको छ भलिबल खेल्ने र फुटबल खेल्नेको बाई युजिङ भेन डायग्राम है त। अब सुरुमा चाहिँ हामीले के गरौँ भने लेट एन यु बी द टोटल नम्बर अफ प्लेयर्स इन अ सर्वे भन्ने होइन, अनि त्यसपछि एन एफ बी द टोटल नम्बर अफ प्लेयर्स हु प्ले फुटबल, अनि त्यसपछि एन भी बी द टोटल नम्बर अफ प्लेयर्स हु प्ले भलिबल, अनि त्यसपछि चाहिँ अब हाम्रो एन यु भनेको 300 त्यहाँ छ, अनि त्यसपछि एन एफ चाहिँ हाम्रो अब स्टेप बाई स्टेप जाम है त। सुरुमा यो मेटम, सुरुमा हामीलाई एन यु दिएको छ, अनि क्वेसनले के हामीलाई के भनेको छ भने चाहिँ 1/3 प्लेयरले चाहिँ भलिबल मात्रै खेल्छन् रे। त्यसपछि अब एन ओन्ली भी भयो है त, यो चाहिँ एन ओन्ली भी भनेको चाहिँ 1/3 प्लेयर भन्यो नि त, त्यही भएर 1/3 अफ 300 हो होइन। अब 1/3 अफ 300 भनेको त 1/3 टाइम्स 300 हो नि त, अनि यो 3 र 3 100 भयो है त। अब त्यसपछि चाहिँ के भनेको छ भने यो भयो, अनि त्यसपछि रिमेनिङ प्लेयरको चाहिँ 60%ले चाहिँ फुटबल मात्रै मन पराउँछन् रे है त। अब त्यसपछि हाम्रो रिमेनिङ प्लेयर चाहिँ कति भयो भने रिमेनिङ प्लेयर्स इक्वल्स टु, यो रिमेनिङको स्पेलिङ गलत भएछ, हाम्रो चाहिँ REMAINING रिमेनिङ प्लेयर्स भनेको चाहिँ कति भयो भने यो 100 आयो, अनि 300 मा 100 घटाइदियो भने त 200 भयो, 200 चाहिँ हाम्रो रिमेनिङ प्लेयर भयो है त। अब 200 भयो, अब 200 को 60%ले चाहिँ फुटबल मात्रै मन पराउँछन् रे। त स्टेप बाई स्टेप गएको छौँ है हामी। अब एन ओन्ली एफ भनेको चाहिँ 60% अफ फुटबल भयो, त्यो भनेको त यो पनि स्टेप बाई स्टेप गरौँ न, नफड्क्यौँ। अब हाम्रो कति भयो भने 60% अफ 200 भयो, किनकि रिमेनिङ त 200 हो नि त। अब त्यसपछि 60 डिभाइड बाई 100 टाइम्स 200 भयो, यो 0 र यो काटियो, अनि हाम्रो चाहिँ कति भयो भने 120 आयो है त। एन ओन्ली एफ चाहिँ हाम्रो 120 रहेछ। अब हामीले सबै गऱ्यौँ, सबै गरेनौँ, यो पनि बाँकी छ। 60 जनाले चाहिँ कुनै पनि मन पराएनन् रे। अब भलिबल, युनियन, फुटबल, अनि मन नपराउने भनेपछि माथि त्यस्तो राखिदियो, अनि त्यो भनेको चाहिँ हाम्रो 60 आयो है त। अब त्यसपछि चाहिँ हामीले भेन डायग्राम बनाऊँ। अब भेन डायग्राम बनाएर गर्दा चाहिँ एकदम सजिलो हुन्छ। अब यो युनियन भनेको हाम्रो 300 भइहाल्यो है त, यसलाई चाहिँ हामीले 300 लेखिदिइहालौँ। अनि त्यसपछि चाहिँ यहाँ दुईवटा भयो, एउटा फुटबल एउटा भलिबल। अब हामीलाई के निकाल्ने भनेको छ रेसियो अफ नम्बर हु प्ले भलिबल एन्ड फुटबल, त्यो भनेको चाहिँ यान अनि यस्तो भी अनि कोलन कोलन अनि यान याफ भनेको चाहिँ अब यसको चाहिँ हामीलाई रेसियो निकाल्न पर्यो है त। अब यता चाहिँ हामीले यान भी गरिदिउँ, अनि यता यान याफ गरिदिउँ है त। अब यान ओन्ली भी हामीलाई 100 दिएको छ, अनि यान ओन्ली याफ हामीलाई 120 दिएको छ, अनि यो चाहिँ हामीले निकाल्न छ। ल यसलाई एक्स लेखिदिउँ अहिलेलाई, अनि त्यसपछि यो बाहिरको चाहिँ हामीलाई 60 दिएको छ है त। अब यो सबै भएपछि त हामीले एक्सको भ्यालु पनि अब सजिलै निकाल्न सकियो, त्यो चाहिँ म यता माथि लेख्छु। अब चाहिँ के गर्ने, यसपछि चाहिँ नाउ गरिदिने, अनि यान यु भनेको त यो भित्रको सबै हो नि त। सबै भनेको चाहिँ के हो भने यान ओन्ली भी प्लस यान भी अनि इन्टरसेक्सन याफ प्लस यान ओन्ली याफ अनि प्लस यान भी युनियन याफको यस्तो हो नि त होइन। अब चाहिँ हाम्रो यान यु भनेको चाहिँ 300 छ, यान ओन्ली भी हाम्रो 100 छ, अनि यो बिचको हामीले एक्स मानेका छौँ, अनि यो यान ओन्ली याफ चाहिँ हाम्रो 120 छ। एक्स नमाने पनि हुन्छ, सजिलोको लागि मात्रै हो। अनि यो चाहिँ हाम्रो 60 छ है त। अब यो गर्दाखेरि हाम्रो कति आयो 280 आयो, 280 माइनस 300 माइनस 280 भयो त एक्स। अब देयरफोर हाम्रो एक्स भनेको चाहिँ कति आयो भने 20 आयो होइन। अब यसपछि चाहिँ हामीले के गर्ने भने यसपछिको स्टेप चाहिँ म यतातिरको कुनामा लेख्छु है त। यसपछिको स्टेप चाहिँ अब चाहिँ हामीले के लेख्ने भने फाइनल्ली हाम्रो चाहिँ यान के निकाल्न थियो, यो निकाल्न थियो है त।
अब हाम्रो यान भी कोलन यान याफ भयो है त। यान भी कोलन यान एफ। अनि त्यो यान भी चाहिँ हाम्रो कति छ भने फाइनल्ली अनि फर यस्तो गरिदिउँ। अनि यान भी चाहिँ हाम्रो 100 छ। यान वानले भी चाहिँ हाम्रो 100 हो। यान भी चाहिँ 100 प्लस एक्स हो नि त। अब यहाँ माथि पनि यहाँ पनि 100 प्लस एक्स लेखिदिउँ। अनि डिभाइड बाई यान एफ भनेको चाहिँ हाम्रो एक्स प्लस 120 हो है त। अब माथि चाहिँ हाम्रो यो 20 हो, यो पनि 20 हो। माथि चाहिँ हाम्रो 120 भयो, तल चाहिँ 140 भयो है त। अनि यसलाई चाहिँ काट्दाखेरि चाहिँ 2 6 12, 2 7 14 हुन्छ भनेपछि 6/7 आयो। अब दियर फोर यान भी कोलन यान एफ भनेको चाहिँ 6:7 हो। यो चाहिँ हाम्रो चाहिँ एन्सर भयो है त। ल तिमीहरूलाई केही कन्फ्युजन भयो चाहिँ तल कमेन्ट गर्न सक्छौ। यो गएछ ल, तल कमेन्ट गर्न सक्छौ। म चाहिँ अर्को क्वेसनतर्फ लागेँ।